नेपाललाई एमबिओ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित नयाँ अध्ययनले विश्वकै सबैभन्दा प्रकृतिसँग नजिक देशको रूपमा चिनाएको छ। यो अध्ययनले मानिस र प्रकृति बीचको सम्बन्धलाई सामाजिक, सांस्कृतिक र पारिस्थितिक कारकहरूले कसरी प्रभाव पार्छन् भन्ने बारे गहिरो अनुसन्धान गरेको हो। विश्वकै सबैभन्दा ठूला प्रकृति सम्बन्धी अध्ययनमध्ये एक मानिएको यस अनुसन्धानमा 61 देशका 56,000 भन्दा बढी मानिसहरूबीच सर्वेक्षण गरिएको थियो। अध्ययनले मानिसहरूको प्रकृतिप्रतिको दृष्टिकोणलाई सामाजिक, आर्थिक अवस्था, भूगोल र सांस्कृतिक सूचकहरूको आधारमा मूल्याङ्कन गरेको थियो। परिणामस्वरूप नेपाल पहिलो स्थानमा रह्यो। त्यसपछि क्रमशः इरान, दक्षिण अफ्रिका, बङ्गलादेश र नाइजेरिया रहे। बेलायत 55औं स्थानमा र स्पेन सबैभन्दा पछाडि अर्थात् सबैभन्दा कम प्रकृतिसँग जोडिएको देशको रूपमा देखिएको छ। अध्ययनका अनुसार प्रकृतिसँगको सम्बन्ध अर्थात् मानिसको भावनात्मक र मानसिक रूपमा प्राकृतिक वातावरणप्रतिको नजिकपन देश अनुसार फरक रहेको छ। यसले दुई प्रकारका सूचकहरू पहिचान गरेको छ। एकातिर देश स्तरका वस्तुगत सूचकहरू जस्तै शहरीकरण, व्यावसायिक वातावरण र आर्थिक संरचना र अर्कोतिर धार्मिक, आध्यात्मिक तथा वैज्ञानिक मूल्य जस्ता आत्मगत सूचकहरू जसले समाज र संस्कृति कसरी प्रकृतिसँग सम्बन्ध बनाउँछन् भन्ने निर्धारण तय गर्छ। अध्ययनमा ती देशहरू जहाँ आध्यात्मिक वा धार्मिक मूल्यहरू बलिया छन् त्यहाँ प्रकृतिसँगको सम्बन्ध गहिरो देखिएको छ। यसको विपरीत जहाँ शहरीकरण, प्रविधिको अत्यधिक प्रयोग र व्यवसायमुखी सोच बढी छ त्यहाँ मानिसहरूको प्रकृतिप्रतिको सम्बन्ध कमजोर पाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार सामाजिक, आर्थिक अवस्था, जैविक विविधता, आध्यात्मिकता र प्रविधिप्रतिको दृष्टिकोण सबैले समाजले वातावरणसँग कसरी सम्बन्ध बनाउँछ भन्ने कुरामा महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूले भनिरहेका छन् कि आगामी नीतिहरूले टेक्नो स्पिरिचुअल दृष्टिकोणबाट समेट्दै प्रविधि र आध्यात्मिक चेतनाको सन्तुलनमा आधारित विकास मोडेल अपनाउन आवश्यक रहेको छ। यस अध्ययनले देखाउँछ कि समाजका सामाजिक, वैज्ञानिक र आध्यात्मिक मूल्यहरू नै मानिसको प्रकृतिसँगको सम्बन्ध निर्धारण गर्ने मुख्य तत्त्व हुन्, केवल आर्थिक वा पारिस्थितिक सूचकहरू होइन। अध्ययनले हालका दीर्घकालीन विकास योजनाहरूमा पनि सीमितता रहेको बताउँदै मानव प्रकृतिको बढ्दो दूरीलाई सम्बोधन गर्न पवित्र पारिस्थितिकी र टेक्नो सोसियल डायनामिक्स जस्ता नयाँ अवधारणाहरू समावेश गर्नुपर्ने सुझाव दिएको छ। यसले देखाएको छ कि मानिसको प्रकृतिसँगको आत्मीय सम्बन्धलाई बलियो बनाउनु विश्वव्यापी चुनौतीहरू जस्तै जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय सङ्कट समाधान गर्न एक शक्तिशाली उपकरण बन्न सक्छ।